तत्कालीन प्रधानमन्त्री कोइरालाका कुनै बेलाका विश्वासपात्र उमेश गिरीले 2079 असोजमा गजबको कुरा भन्थे। उनले पत्रकार विजय मिश्रसँगको एउटा अन्तर्वार्तामा मदन भण्डारीको हत्या सुनियोजित रहेको र त्यो गिरिजाप्रसाद कोइरालाले गराएको भनेका छन्। त्यो अन्तर्वार्ता उमेश गिरीले के भने म बताउँछु। 2048 सालको स्थानीय चुनाव भइसकेपछि 2049 साल कार्तिक 16 गते मोरङको कर्सियामा बीपी कोइरालाको शालिग शिलान्यास गर्नु एक दिन अघि कार्तिक 15 गते नै गिरिजा विराटनगर पुगेका रहेछन्। शिलान्यासपछि 16 गते साँझ गिरीलाई नोना कोइरालाले फोन गरेर गम्भीर कुरा गर्नु छ, भोलि बिहान चाँडै आउन भनेकी रहेछन्। पुरा 17 गतेको गिरी बिहानै विराटनगर स्थित कोइराला निवास पुग्छन्। त्यहाँ शेखर कोइराला र आमोद प्रसाद उपाध्याय कोठाबाट निक्लँदै रहेछन्। गिरी कोठामा पसे अनि चुक्कुल लगाउन लगाए। त्यसपछि चुरोट तान्दै गरेका गिरिजाप्रसादले नोनालाई भन्न लगाएछन्, तर नोना आफैले भन्न भनेपछि गिरिजाप्रसादले मदन भण्डारीलाई सिन आउट गर्नु पर्यो भनेको कुरा उनले अन्तर्वार्तामा भनेका छन्। मदनलाई सिन आउट गर्न भनेपछि आफूले नसक्ने भनेका गिरीलाई गिरिजाप्रसादले मदन भण्डारी सिन आउट नभए काङ्ग्रेस नै सिन आउट हुने बताएको उनको दाबी छ। त्यसपछि गिरिजाप्रसाद कोइरालाले धेरै प्रेसर छ पनि भनेका रहेछन्। गिरीलाई कसको प्रेसर भन्दा उनले भारतको बुझ्नुहोस् भनेको पनि अन्तर्वार्तामा भनेका छन्। आफू अन्य जुनसुकै काम गर्न तयार रहेको तर मदन भण्डारीको विषयमा केही गर्न नसक्ने अडान लिँदै कोठाबाट बाहिर जाने आदेश माग्दै बाहिरिएको गिरीको भनाइ छ। त्यसपछि एकैपटक मदन भण्डारीको मृत्युपछि उमेश गिरी काठमाडौँ गएर गिरिजाबाबुलाई भेटेको र के गर्नुभएको भनेर सोधेको दाबी गर्छ। गिरिजाबाबुले सकियो, अब त्यो कुरा नगर भनेको उनको भनाइ छ। यहाँ गिरीको भनाइलाई मेन रूपमा बुझ्ने हो भने त्यसबेला टनकपुर सन्धिपछि एकीकृत रूपमा महाकाली सन्धि बनियो। यो सन्धिको विरोधमा थिए मदन भण्डारी। कुनै हालतमा यो सन्धि गर्न दिन नहुने पक्षमा थिए मदन। 48 सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका बेला समझदारी पत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि 52 माघ 29 गते नेपालका तत्कालीन परराष्ट्र मन्त्री प्रकाश चन्द्र लोहनीले प्रारूपमा हस्ताक्षर गरेका थिए। 53 असोज 4 गते औपचारिक रूपमा यो सन्धि अनुमोदन भयो। मदन भण्डारी रहँदा विरोध जनाएको एमाले पनि यो सन्धिको पक्षमा मत हाल्न राजी भयो। यसको पक्षमा मदनका उत्तराधिकारी बनेका महासचिव माधवमान नेपाल र स्थायी समिति सदस्य केपी शर्मा ओली खम्बाझै उभिए। उनीहरूले काङ्ग्रेसलाई साथ दिए। वामदेव गौतम सीपी मैनालीहरू महाकाली राष्ट्रघात हो भन्दै पार्टी विभाजनसम्म पुगे। मदनको सिनआउट गर्न प्रस्ताव गरेका गिरिजाप्रसाद कोइराला भनेका उमेश गिरीले आफ्नो अन्तर्वार्तामा माधवमान नेपाललाई पनि शङ्काको घेरामा तानेका छन्। उनले मदन भण्डारीको निधनमा सबैभन्दा बढी अवसर पाएका